हेलो साथीहरु सबैजनालाई नमस्ते एन्ड हास्यो के छ तपाईहरुको खबर सन्चै छ होला भन्ने आश गरेको छु। आज चाहिँ हामी च्याप्टर 5 को चाहिँ इम्पोर्टेन्ट मिनिङहरु जुन चाहिँ पुरानो किताब बाहेक अलि इम्पोर्टेन्ट हुने मिनिङहरु मात्र हेर्छौं। छङबको मिनिङ भन्दा पनि के कस्तो लाग्छ तपाईहरुलाई प्रतिक्रिया दिनु होला र छङबको मिनिङ चाहिँ आउँदैछ तयार गर्न अलि टाइम लागेको भएर हो। मैले चाहिँ अलि इम्पोर्टेन्ट भएको मिनिङ मात्र राखेको छु जुन एक्जाममा आउन सक्छ। ल सुरु गरौँ आजको भिडियो। के कस्तो हुन्छ सुझाव दिनु होला। फ्याङ्गिल भनेको काम गर्ने दिन। फ्याङ्गिल भनेको काम गर्ने दिन हो जुन चाहिँ हाम्रो सोमबारदेखि शुक्रबारको समयलाई भनिन्छ। फ्याङ्गिल काम गर्ने दिन सोमबारदेखि शुक्रबारको समय। त्यस्तै गरी अर्को छ छुमाल भनेको सप्तान्न भनेको शनिबार र आइतबारलाई सप्तान्न भनिन्छ। छुमाल सप्तान्न शनिबार र आइतबारलाई भनिन्छ। शनिबार मात्रैलाई र आइतबार मात्रै छुट्टै भयो भने छुमाल हुँदैन। यो चाहिँ तपाईहरुले याद गर्नुपर्ने हुन्छ। त्यस्तै गरी अर्को छ थाल्यक। मैले यहाँ तलको मिनिङ किन भने भन्दाखेरि क्यालेन्डर हो दुईटै। थाल्यक क्यालेन्डर। त्यस्तै गरी याङन्यक अंग्रेजी पात्र अथवा अंग्रेजी क्यालेन्डर। याङन्यक अंग्रेजी पात्र अथवा अंग्रेजी क्यालेन्डर। त्यस्तै गरी अर्को छ उम्न्यक कोरियन पात्रो। त्यस्तै गरी अर्को छ सुच्चा संख्या सुच्चा हैन है सुच्चा हुन्छ यो। त्यसै छाक्ता सानो हुनु। त्यस्तै गरी अर्को छ छक्ता लेख्नु। त्यस्तै गरी अर्को छ कुन्नादा सकिनु। त्यस्तै गरी अर्को छ कुन्नेदा सकाउनु। त्यस्तै गरी अर्को छ छोन्जेहादा अस्तित्वमा हुनु। त्यस्तै गरी अर्को छ हाम्रो मियक्कुक सामुद्रिक ल्याउ। त्यस्तै गरी छोन्जुङहादा सम्मान गर्नु। त्यस्तै गरी अर्को भनौं हेफुनिङ नसोचेको अथवा घटना भन्ने मिनिङ जान्छ यसको। त्यसकै अर्को छङबु भनेको सरकार हुन्छ र छङबु खिगवान भनेको सरकारी विभाग। त्यस्तै गरी अर्को छ आम्गिहादा अथवा खियकहादा भनेको सम्झनु। हामीहरूलाई चाहिँ यहाँ अहिले कोरियन भाषा पढाउनेहरूले चाहिँ के भन्छन् भन्दाखेरि फान्देमाल र फिसुतमाल एक्जाममा आउँदैन पढ्न पर्दैन भन्छन्। तर हामीले चाहिँ पढ्न पर्ने हुन्छ किनभनेखेरि हाम्रो क्वेशनमा चाहिँ माथि अर्को दिएर तल फिसुत दिन नि सक्छ र तल फान्दे दिन नि सक्छ। त्यसको लागि चाहिँ केही शब्दहरू हामीले याद गर्न पर्ने हुन्छ। सबै याद नगरे तापनि पहिला जस्तो। त्यही भएर फिसुत र फान्दे पनि पढ्ने गर्नुपर्छ है सबैजनाले याद गरौँ। त्यस्तै अर्को छ साराजिदा हराउनु अथवा लोप हुनु। त्यस्तै गरी अर्को छ छामगुदा अथवा थात्ता बन्द गर्नु। त्यस्तै गरी अर्को छिम्यन अथवा ताङ भनेको जमिन हुन्छ। त्यस्तै गरी अर्को सुम्दा अथवा सुम्ता नि भनिन्छ लुक्नु। त्यस्तै अर्को छ सुप बन। त्यस्तै गरी यहेङ
भ्रमण अथवा यात्रा यहेङ भ्रमण अथवा यात्रा। त्यस्तै गरी अर्को छ इत्ता डबल स भयो भने हुनु अथवा रहनु हुन्छ भने जवाला इत्ता बिर्सनु इत्ता बिर्सनु। त्यस्तै गरी अर्को छ इल्जङ कार्यतालिका इल्जङ कार्यतालिका। त्यस्तै गरी अर्को छ खोङह्युइल सार्वजनिक बिदा खोङह्युइल सार्वजनिक बिदा। अघि मैले छुमाल हुनलाई आइतबार र शनिबार हुनै पर्छ भनेको थिएँ नि, त्यसमा चाहिँ आइतबार मात्रै भयो भने अथवा शनिबार मात्रै भयो भने त्यो खोङह्युइलमा गनिन्छ है। त्यस्तै शनिबार र आइतबार दुइटै भयो भने छुमालमा गनिन्छ, यो कुरा याद गर्नुपर्छ हामीले। त्यस्तै गरी अर्को छ खुक्योङइल राष्ट्रिय बिदा खुक्योङइल राष्ट्रिय बिदा। त्यस्तै गरी अर्को छ फ्योसिहादा देखाउनु अथवा संकेत गर्नु फ्योसिहादा देखाउनु अथवा संकेत गर्नु। त्यस्तै गरी अर्को छ खाङए लेक्चर खाङए लेक्चर अथवा के भनिन्छ भाषण अथवा कुनै पनि व्यक्तिले अगाडि गएर केही कुरा भन्छ र हामीले त्यो कुरा सुन्छौँ भने त्यसलाई खाङए भनिन्छ। त्यस्तै अर्को छ सेङइल अथवा थानसेङइल भनेको जन्मदिन सेङइल अथवा थानसेङइल भनेको जन्मदिन सँगसँगै भन्नु होला। र त्यो अर्को छ खिदारिदा पर्खनु। त्यस्तै गरी थेगिहादा पर्खनु थेगिहादा अथवा खिदारिदा भनेको पर्खनु हुन्छ, सँगै भन्नु होला खिदारिदा थेगिहादा पर्खनु। आजको भिडियो यति नै रहेको छ। यो चाहिँ अलिकति जान्नै पर्ने मिनिङ भएर चाहिँ मैले यो हालिहालेको। तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्दैछ, तपाईहरुले कहाँबाट हेर्दै हुनुहुन्छ, यदि तपाईहरुलाई यो भिडियोमा माध्यमबाट सहयोग पुगेको छ भने यस च्यानललाई सब्स्क्राइब गरिदिन नबिर्सनु होला। यति भन्दै आज हामी छुट्छौं। खाम्सा हाम्निदा। धन्यवाद सबैलाई। बाइ बाइ।